हृदय चन्द्रसिंह प्रधानद्वारा रचित एक चिहान उपन्यास आज भाग 17बाट वाचन गर्दैछौँ। 17। त्यस दिन शिवनारायण जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के। डाक्टर गोदत्त प्रसादलाई भेट्टाइहाल्नुपर्छ भन्ने मनसाय गरी शिवनारायण हत्तरपत्त फर्किरहेका थिए। नानी थकुले भात पकाउन नगई लतमायालाई नै स्वाभाविक झैँ भात पकाएको भए डाक्टर गोदत्त प्रसाद घरमा भेटिने पनि थिए। तर शिवनारायणले डाक्टर गोदत्त प्रसादलाई आफ्नै घर मुनि भेट्टाए। डाक्टर गोदत्त प्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि झ्याल झ्यालमा झुम्मिरहेका थिए। यो दृश्य पनि शिवनारायणले आउँदा आउँदै देखिए। यो देखेर उनलाई झन् झोक चल्यो। शिवनारायणले डाक्टर गोदत्त प्रसादलाई वास्तै गरेनन्। बरु डाक्टर गोदत्त प्रसाद नै अडेर शिवनारायणसँग बोले, आज त सबेरै आउनुभयो। शिवनारायणलाई यो झन् मन परेन, तर रिसाउनु पनि शिवनारायणले ठिक देखेनन्। एकछिन के गरौँ कसो गरौँ गरेर शिवनारायण बोले, धेरै दिन भयो तपाईँसित कुराकानी गर्न नपाएको। आज सबेरै फर्कनु भएको मौकामा एकछिन कुराकानी गरिहालौँ भन्दै डाक्टर गोदत्त प्रसाद शिवनारायण साथ फेरि माथि आउन खोजे। शिवनारायणलाई पर्यो फसाद। उनी भित्रभित्र रिसले चुर भए, तर केही भन्नु पनि असभ्यता प्रकट हुने जाने भयो। के गरौँ के भनौँ गर्दैमा झटपट शिवनारायणले भने, भइगयो, फर्किसक्नु भएको मानिसले किन फेरि दुःख गर्ने। केही दुःख छैन मलाई। तपाईँ जस्तासित भेटघाट गरी कुराकानी गर्नुमा पनि के को दुःख, बरु सुखको कुरा हो। यस्तै मात्र सौभाग्य जीवनले पाइरहोस् न। मन्द मन्द मुस्कुराउँदै डाक्टर गोदत्त प्रसादले भने। शिवनारायणले केही पनि भन्न सकेनन्। डाक्टर गोदत्त प्रसाद पनि शिवनारायण सँगसँगै फेरि माथि उक्लन थाले। शिवनारायण सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यचकित भइन्। झन् फर्किसकेको डाक्टर गोदत्त प्रसादलाई पनि देख्दा लतमाया जिल्ल परिन्। दुई-दुईजना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइरहेकी नानी थकु पनि जिल्ल परेर तल ओर्लिन्। डाक्टर गोदत्त प्रसादलाई देखेर त नानी थकु मनमा नै हाँसिन्, तर शिवनारायण पनि साथै देख्दा नानी थकुलाई अलि कस्तो कस्तो लाग्यो। शिवनारायण सरासर तान कोठामै गए। लतमाया तान चलाइ नै रहेकी थिइन्। एकछिन त्यसै वाल्ल उभिएर शिवनारायण त्यहाँबाट सरासर आफ्नो कोठामा गए। डाक्टर गोदत्त प्रसाद त्यही तान कोठामा बसिरहे, तर शिवनारायण त्यहाँ आएनन्। धेरै बेर बस्दा पनि शिवनारायण आएनन्। डाक्टर गोदत्त प्रसादलाई गजब लाग्यो। अब धेरै बसिरहनु ठिक नदेखेर डाक्टर गोदत्त प्रसाद जान खोजे, तर उनी जानुभन्दा अगाडि एकचोटि शिवनारायणलाई भेट्न पुगे। सहानुभूति प्रकट गर्दै डाक्टरले भने, तपाईँलाई आज सन्चो भएन कि कसो? केही पनि भएको छैन, बडो गाह्रो मानिकन शिवनारायणले बोले। किन त चेहरा अलि मलिन छ नि? खालि मुख बिगारेर शिवनारायण एक शब्द पनि बोलेनन्। शरीरमा केही असजिलो भए जस्तो भए भन्नुहोस्, म तुरुन्तै ठिक गरी दिउँला। डाक्टर गोदत्त प्रसादले बडो मायालु भावमा भने। केही भएको छैन, तपाईँ जानुहोस्, शिवनारायणले भने। कपाल दुख्यो कि? केही भएको छैन, तपाईँले दुःख गर्नुपर्ने कुरा केही छैन, तपाईँ गए पनि हुन्छ, अलि उपेक्षाको भावमा शिवनारायणले भने। शिवनारायणको बोलाइको ढङ्गमा केही परिवर्तन भएको पनि डाक्टरलाई ज्ञान भयो। अनि चुप लागि वाल्ल परेर डाक्टर गोदत्त प्रसाद त्यहाँबाट रवाना भए। डाक्टर गोदत्त प्रसादलाई देखेर शिवनारायणलाई यति रिस बढिसकेको थियो कि न्वारानदेखिको बल झिक्दा पनि उनले थाम्न सकेनन्। यही रिसको आवेगमा शिवनारायणले भात खाँदै लतमायासित सोधे, होइन, डाक्टर दिनका दिन आइरहेको किन? को बिरामी परेका छन् र हामी कहाँ त्यसले दिनका दिन आउनु परेको छ? किन आइरहन्छन्? आइरहेका मानिसलाई त्यसै के भन्नु? लतमायाले भनिन्। तैपनि काम न काज त्यसै किन आइरहने? यो त म ठिक मान्दिनँ आमा। लतमायाले केही पनि जवाफ दिएनन्। डाक्टरप्रतिको शिवनारायणको यस्तो उपेक्षित भाव देखेर नानी थकुले एकाएक मुख अँध्यारो पारिन्। डाक्टरप्रति शिवनारायणको एक्कासी यस्तो कुरा सुनेर पुननारायण हर्षनारायणहरू जिल्ल परे। अर्काको घरमा काम न काज दिनका दिन आइरहने? शिवनारायणले फेरि भने। के कुरालाई लिएर तपाईँ यसरी रिसाउनु भएको? पुननारायणले सोधे। हेर न पाजी डाक्टर, दिनका दिन हाम्रो घरमा त्यसै आइरहेको, आउनलाई पनि एउटा कारण चाहिन्छ नि, शिवनारायणले भने। आउन त उनी अघिदेखि नै बा बिरामी भएदेखि नै दिनका दिन आइरहेका छन्। अस्ति तपाईँ यसरी कहिले पनि रिसाउनुहुन्न थियो, आज किन एक्कासी यसरी रिसाउनु भएको? पुननारायणले सोधे।
हुन त उनी गिद्धे दृष्टि राखेर हामी कहाँ पसेका हुन्। उनको धूर्त नीतिलाई सहानुभूति र सहयोग सम्झेर हामीले उनलाई देवता देखिरह्यौँ। तैपनि अस्तिसम्म उनको प्रत्यक्ष बदमासी देखिएको थिएन। यति भन्दा भन्दै शिवनारायण एक्कासी नानी थकुप्रति झम्टन पुगे। हेर नानी थकु, म साफ भनिदिन्छु, डाक्टरसित तिमीले कुराकानी गरी उनलाई आवत जावत गर्ने मौका दिइरह्यो भने म ठिक मान्ने छैन। शिवनारायण यति रिसाएको नानी थकुले अगाडि कहिल्यै देखेकी थिएनन्। यसैले उनीसित नबोल्नु नै कल्याण सम्झी कण्ठमा आइसकेको जवाफलाई पनि घुटुघुटु निलेर नानी थकु एक शब्द नबोली चुप लागिरहन्। तर शिवनारायण बोली नै रहे। भातको गाँस मुखमा हालेर पनि उनी कराइरहे। शिवनारायण यति कराइरहे पूर्णनारायणलाई अति लाग्यो। हर्षनारायणलाई पनि दिक्क लाग्यो। यहाँसम्म कि शिवनारायणकै स्वास्नी हाकुमायालाई समेत शिवनारायणले बढ्ता बोलिरहेको अनुभव हुन थाल्यो। एकोहोरो कराइरहेका शिवनारायणलाई देखेर उनले खिस्स हाँस्दै भनिन्, भइगयो नि, कति बोलिरहनु परेको, चुप लाग्नुहोस्। तिमी चुप लाग, तिमीलाई बोल्न केही सरोकार छैन। अलि रिसाएको भावमा शिवनारायणले भने। अहो, बोल्ने सरोकार पनि मलाई भएन। मुस्काएकै अनुहारमा हाकुमायाले भनिन्। चुप लाग, एक शब्द नबोल। म जोइटिग्री होइन कि जे पनि तिमीले भनेको मानिरहँ र सही रहँ। म फेरि भन्छु, फेरि एक शब्द नबोल। आँखा र अनुहार दुवै रातो पारेर शिवनारायणले भने। अहिले त हाकुमाया पनि डराइन्। शिवनारायण यसरी दुर्वासा बनेको त हाकुमायाले कहिल्यै देखेकी थिएनन्। उनी झटपट चुठेर आफ्नो कोठामा गइन्। शिवनारायण अझै पनि चुप लागेका थिएनन्। अनि पूर्णनारायणले भने, भइगयो नि, डाक्टरले अहिलेसम्म केही नराम्रो गरिसकेका त छैनन्। अबदेखि नबोलाइकन नआउनु होला भनिदिउँला, कुरै मेटियो। बचावट भनेको अगावै गरिराख्नुपर्छ। बिग्रिसकेपछि के बचाउने? शिवनारायणले भने। त्यही त म भन्छु, अबदेखि नआउनु होला नै भनेर पठाउँ, पूर्णनारायणले भने। आइरहेका मानिसलाई ठाडै नआउनु भन्नु सभ्य व्यवहार होला, हर्षनारायणले भने। यसो भए उसबाट हमला गराउन हामीले स्वागत गरिरहने, बदमासी गराउन उसलाई हौसला गराइरहने, शिवनारायणले जङ्गिएर भने। काम नकासी त डाक्टर दिनहुँ आइरहनाले छरछिमेकमा हाम्रो ख्याल तितो पिरो आलोचना र टिका टिप्पणी चलिरहेछ। तरुणी छोरीबेटी भएको घरमा यसरी बिना काममा कोही मानिस आइरहनु ठिक कुरा होइन। शिवनारायण बोलिरहेका बेला पूर्णनारायणले नानी थकुतिर हेरेर भने, अबदेखि डाक्टर गोदत्त प्रसाद केही गरी आएका खण्डमा अथवा आइ नै रहे तापनि तिमीले उनीसित बिल्कुल नबोल्नु, उनलाई वास्तासम्म पनि नगर्नु। नानी थकुलाई भन्दा भन्दै पूर्णनारायणले आफ्नी आमा लतामायालाई पनि भने, डाक्टर आउँदा तपाईँले पनि वास्ता नगर्नु। केही दिन वास्ता नगरेपछि आफै कायल भएर आउन छोड्लान्। भाइको साथ पाएर शिवनारायणको थकालीपन अझ हौसलादार भयो। सुट्न उठ्दा शिवनारायणले नानी थकुलाई सम्बोधन गरेर यहाँसम्म पनि भनिदिए, हेर नानी थकु, भोलिदेखि डाक्टर यहाँ आइरहेको पाएँ भने म निको मान्ने छैन। उनको पनि म खुट्टा नभाँचिकन छोड्दिनँ। शिवनारायणको यो भनाइले नानी थकुलाई पनि साह्रै झोक चलेछ। सहन खोज्दा पनि उनले सहन सकिनन् र प्वाक्क बोलिहालिन्। उनको घरमा खबर दिनुहोला, अनि उनी यहाँ आउन सक्दैनन्। नत्र उनी आएमा मेरो के दोष? उनी आएमा मलाई के सजाय? किन? तिमी उसलाई आउन रोक्न सक्छौ, शिवनारायणले भने। म कसैलाई रोक्न सक्दिनँ। भनिदेऊ न अबदेखि तिमी यहाँ नआऊ रे, मैले भनेको छ। त्यसो पनि म भन्न सक्दिनँ। तिमीले भन्नै पर्छ। कसरी मैले लोग्ने मानिससित त्यत्रो कडिकडाउ र जबरजस्ती कुरा गर्ने? अलि रुन्चे स्वरमा नानी थकुले भनिन्। हाँसिकन ख्यालठाट्टा गर्ने बेलामा भने ऊ लोग्ने मानिस भएन? ठुल्ठुला आँखा गरे शिवनारायणले भने। शिवनारायणको यो उक्ति नानी थकुलाई बाण जस्तो भयो। रातो आँखा गरी मुखभरि जवाफ लिएर नानी थकुले शिवनारायणप्रति हेर्न थालिन्। शिवनारायण गर्जिरहे। नानी थकु तर्सिन्। रात छिप्पिँदै गयो। शिवनारायण जुरुक्क उठे। उनी जसोतसो रिसलाई काबुमा राख्ने कोसिसमा लागे। बिस्तारै उनको रिस शीतलो भयो अनि निदाए। नानी थकु छटपटाइरहन्। उनी निदाइनन्। भाग 18। बिहान भयो। चराहरू चिरबिराउन थाले। निन्द्रा भाग्यो। शिवनारायण बिउजे। उनको परिवारका सबैजना जागा भए। दिनौझै आज पनि सबेरै भात पाक्यो र सधैँ झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइरहेका थिए। तर कपाल दुखेको छ भनी नानी थकु भात खान गएनन्। अलिकति भए पनि खाऊ भनी लतमायाले
कति जिद्दी गर्दा पनि नानी थकुले भात खाएनन्। कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी हो भन्ने सबैले लागेको थियो। तर खुवाउन बल भने लतमाया बाहेक अरू कसैले गरेनन्। बिहानको पेट समस्या हल गरेर सबै आफ्ना काम धन्दामा गए। दिनौँ झैँ लतमाया र नानी थकु केवल 2 जना घरकुरुवा भइरहे। दिनौँ झैँ लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन्। तर नानी थकु आज तान कोठामा आउन साथ पनि आइनन्। डाक्टर गोदत्त प्रसादको प्रेम नानी थकुको यौवन मस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइसकेको थियो। उनको प्रेम र कुराकानीले नानी थकु यति प्रभावित भइसकेकी थिइन् कि डाक्टर गोदत्त प्रसादलाई प्रेम पल्लवित हुँदाहुँदै उनीप्रति नानी थकुको श्रद्धा, भक्ति, विश्वास एकोरिसकेको थियो। डाक्टर गोदत्त प्रसादलाई कसैले किञ्चित मात्र केही भने पनि नानी थकुको दिलमा घाउ गराउँथ्यो। त्यसै रोइरहनाले र भात नखाइरहनाले अनि सहिरहनाले र बसिरहनाले आफ्नो समस्या हल हुने नानी थकुले देखिनन्। अनि उनी एक्कासी जुरुक्क उठिन् र डाक्टर गोदत्त प्रसाद कहाँ सरासर गइन्। डाक्टर गोदत्त प्रसादको आफू कहाँ आउने बिरामीहरूको निशुल्क परीक्षा गर्ने बेला थियो। नानी थकु पुग्दा डाक्टर गोदत्त प्रसाद बिरामी हेर्ने कोठामा बसी अखबार हेरिरहेका थिए। बिरामी एकजना पनि थिएनन्। कोठामा बसी अखबार हेरिरहेका थिए। बिरामी एकजना पनि थिएनन्। नानी थकुलाई यसरी एकाएक पाएर डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित भए। उनको आत्मा आनन्दले नाच्न थाल्यो। अनि स्वागतको भावमा डाक्टर गोदत्त प्रसादले भने, अहो नानी थकु, आज कत्रो निगाह। नानी थकुले केही पनि जवाफ दिइनन्, केवल मुस्कुराइरहिन्। अनि झटपट उनी फेरि बोले, नानी थकु, तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद है। म साह्रै कृतज्ञ भएँ। भन, म तिम्रो यो के सेवा गरौँ? रोक्न चेष्टा गर्दा पनि नानी थकुका आँखाको आँसु छाया पर्न आइहाल्यो। नानी थकुको यो दृश्य देखेर डाक्टर गोदत्त प्रसाद एकछिन जिल्ल परे। उनले सोधे, किन नानी थकु, तिम्रो चेहरामा दुःख हाँसेको देख्दछु। अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्दिनँ डाक्टर साहेब। अलि सुस्केर भरेको आवाजमा नानी थकुले भनिन्, जबसम्म म तिम्रो कृपा कटाक्ष पाइरहन्छु तबसम्म जीवनमा कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्न भन्ने मलाई घमण्ड छ नानी थकु। डाक्टर गोदत्त प्रसादले पुरा आश्वासन दिएर भने, यही आशाले मर्न मन भएर पनि म बाँच्ने कोसिस गरिरहेको छु डाक्टर साहेब। नानी थकु, केही कुरा छ भने झट्ट स्पष्ट भन। तिम्रो आजको सहसा आगमनमा केही कुरा कारण भएर बसिरहेको छ जस्तो मलाई लाग्यो। डाक्टर गोदत्त प्रसादले बडो मायालु भावनामा भने, अब मैले तपाईँलाई पाउन नसक्ने भएँ। रुँदै नानी थकुले भनिन्, कुरा के पर्यो नानी थकु, प्रष्ट बुझ्न पाऊँ। अब तपाईँ म कहाँ आउन नपाउने हुनुभयो। किन? जेठा दाई तपाईँदेखि साह्रै रिसाउनु भएको छ। अब तपाईँलाई हामी कहाँ आउन नदिने रे? किन? उहाँलाई सब थाहा भएछ। के थाहा भएछ? हामीहरूको प्रेम भएको सबै थाहा भएछ। कसरी? कसले भन्यो रे? हामीहरू दिनदिनै ख्याल ठट्टा गरिरहन्छौँ रे। तपाईँ पनि दिनौँ आउनुहुन्छ रे। इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन्। नानी थकुले वृत्तान्त भनिदिन्। अनि तिमीले के भन्यौ त? रिसले भुतुक्क भएर पहिले त मैले पनि अलिअलि बोलेकी थिएँ, तर झन् रडाको मच्चिन गई नराम्रो रूप लिन जाला भन्ने डरले बोल्नु ठिक पनि लागेन। नानी थकुले भनिन्, म तिमी कहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे? अलिक खिन्न भावमा डाक्टर गोदत्त प्रसादले भने, बिन्ती छ तपाईँ नआउनुहोस्। डर भएको भावमा नानी थकुले भनिन्, त्यसो भए के त? अब तिमीले मलाई छोडिदिने नै हो त? एकदमै छोडिहाल्ने त? किन छोड्छु? ज्यान गए पनि तपाईँलाई म छोड्न सक्दिनँ। तपाईँले मलाई छोड्नै दिनु भए पनि म तपाईँलाई छोड्ने छैन। यो शरीरमा प्राण मात्र होइन, सास भएसम्म पनि म तपाईँलाई छोड्दिनँ। ममतापूर्ण भावमा नानी थकुले भनिन्, के गर्ने त? म तिमी कहाँ आउन सक्दिनँ रे। कसरी मैले मन बुझाइरहने त? मायालु भावमै डाक्टर गोदत्त प्रसादले भने, तपाईँ म कहाँ नआउने भए म नै तपाईँ कहाँ आइरहँला कि म पनि तपाईँ कहाँ आउन सक्दिनँ? किन सक्दिनौ? खुसी साथ आउन सक्छौ। तर म नै यदि तिम्रा दाजुहरूलाई पर्दिन भने म कहाँ आइरहने स्वतन्त्रता तिमीले पाइरहन सकौली?
सोधेर र थाहा दिएर मैले किन आइरहनु पर्छ र? अवश्यमेव चाँडै नै थाहा हुन जान्छ नानी थकु। थाहा भयो के त आउन रोकिदेलान्। म पशु त होइन बाँधिराख्न सक्लान्। मनाइ गरिदिए भने तिमी के गर्छौ? म मान्दिनँ। नमानेर के गर्छौ? के तपाईँको मलाई शरण दिने विचार छैन त? अनि निराशपूर्ण भावमा नानी थकुले भनिन्। त्यसो भनेको होइन नानी थकु। शरण त के, तिम्रो लागि म ज्यान दिन पनि तयार छु। आश्वस्त भावमा डाक्टर गोदत्त प्रसादले भने। बस, अनि मलाई के दुःख? कसैको भनाइले मलाई के छेक्न थुन्न सक्ला? फगत मलाई तपाईँको प्रेमको चाहना छ। त्यही मैले पाएँ भने मलाई छेक्ने को हो? संसारको कुनै शक्तिले पनि मलाई छुन्न सक्ने छैन। नानी थकुले यति भनेपछि डाक्टर गोदत्त प्रसाद एकछिन घुर्न थाले। अनि बाहिर घाम हेरेर नानी थकुले भनिन्, तपाईँलाई अबेर भयो कि? भर्खर 8:30 बज्यो। मलाई केही अबेर भएको छैन नानी थकु। भित्तामा घडी हेरी हाँस्दै डाक्टर गोदत्त प्रसादले भने। अझै 1 घन्टा त तपाईँलाई फुर्सदै छ क्यारे? 1 घन्टा मात्र के, 24 घन्टा तिमी बस न नानी थकु। फुर्सद कुन कुरा हो र? बनाएछ नबनाए छैन। अस्पताल जान अबेर हुन जाला भनेर भनेको। अस्पताल त जानै पर्छ होला। क्याजुअल बिदा छँदैछ नि। वर्ष दिनमा पाइने 15 क्याजुअल बिदामा 1 क्याजुअल पनि लिएको छैन। यही फुर्सदले आज म तिमीलाई मनभरि पूजा गरौँला, हाँस्दै डाक्टर गोदत्त प्रसादले भने। डाक्टर गोदत्त प्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानी थकुले भनिन्, मलाई त घर जानै मन लागेन डाक्टर साहेब। तिमी मदेखि साह्रै खुसी भएको सु अवसरमा तिमीसित आज म 1 थोक माग्ने बिन्ती बिसाउँ है त नानी थकु। प्रेमपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने। नाइ, यसरी तपाईँले मलाई सम्मान गर्नुभयो भने प्रेम गरिरहनु भएको छ भन्ने मलाई विश्वास हुन गाह्रो हुन्छ। प्रेमको दुनियाँमा बिन्ती सिन्तीको अदबले ठाउँ नपाओस् डाक्टर साहेब, मुस्काउँदै नानी थकुले भनिन्। बात पिच्छे डाक्टर साहेबको धुवा र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छौ। व्यङ्ग्यमय भावमा डाक्टर गोदत्त प्रसादले भने। आफ्नो छेडले आफै लडी नानी थकु शर्मिन्दा भइन्। लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन्। किन उता फर्केकी नानी थकु? हारेको कबुल गर्छौ भने हर्जानातिर र जित्न चाहन्छौ भने बोल। फेरि के भन्न चाहन्छौ? डाक्टर गोदत्त प्रसादले व्यङ्ग्य हानेर भने। हारेको हर्जाना के तिर्ने नि? मन्द मुस्कानमा नानी थकुले भनिन्। हारेकोमा हर्जाना? मैले भने जस्तो एकचोटि हाँस न त। छि, भइगयो डाक्टर साहेब, धेरै नजिस्क्याउनुहोस्। अलि नखराएको भावमा नानी थकुले भनिन्। ल फेरि डाक्टर साहेब। कति डाक्टर साहेब? डाक्टर साहेब, ठट्यौलो अनुहारमा डाक्टर गोदत्त प्रसादले भने। के भन्ने त? ठट्यौलो अनुहारले नानी थकुले पनि सोधिन्। बस गोदत्त। खाली गोदत्त? के त अब सिङ पुच्छर पनि जोड्नु पर्यो? तैपनि ठाडे गोदत्त मात्र कसरी भन्ने? नाइ, म त गोदत्त सोदत्त केही पनि भन्दिनँ, डाक्टर साहेब नै भन्छु। त्यही सम्बोधन मलाई मिठो लाग्छ, मुसुक्क हाँसेर नानी थकुले भनिन्। नानी थकुको यो अन्तिम वाक्य सुनेर डाक्टर गोदत्त प्रसाद अनौठोसँग प्रभावित भए। डाक्टर गोदत्त प्रसादकी स्वास्नी रञ्जना देवी सशङ्क भएर यिनीहरू दुईजना कुरा गरिरहेकोमा बराबर चेवा गरिरहेकी थिइन्। यिनीहरूलाई यसरी अब धेरै बेर कुरा गर्ने मौका पनि दिन भएन भन्ने पनि रञ्जना देवीले विचार गरिन्। त्यसैले उनी वार्ता भङ्ग गराई नानी थकुलाई चाँडै धपाई पठाउने अभिप्राय गरी सरासर डाक्टर गोदत्त प्रसादले बिरामी हेर्ने कोठामा आइन्। रञ्जना देवी बिरामी हेर्ने कोठामा एक्कासी आएको देखेर डाक्टर गोदत्त प्रसाद र नानी थकु दुवैजना झस्के। सहसा रञ्जना देवीले यसरी आएर रङ्ग भङ्ग गरिदिएकीमा झोक चले पनि गोदत्त प्रसादले केही भन्न सकेनन्। नम्र भावमा उनले रञ्जना देवीसँग खालि यति मात्र भने, किन रञ्जना, भात पाकिसक्यो कि? भातले छोराछोरी समेत पाइसक्यो। किन यस बेलासम्म पनि आज बिरामी कोठामा अल्झिरहनु भएको भनी बुझ्न आएकी? रञ्जना देवीले भनिन्। हिँड, जाँदै गर रञ्जना, म आउँछु, डाक्टर गोदत्त प्रसादले भने। आइहाल्नुहोस् त, आज झट्टै भान्साको काम सकेर मलाई पनि एकछिन बाहिर जानु छ। रञ्जना देवी गइन्। 19 डाक्टर गोदत्त प्रसादले भात खाइरहेको बेलामा कोही नभएको मौका छोपी रञ्जना देवीले भनिन्, होइन, तपाईँको कस्तो बानी हो यो? के खुड्किलो पछि तपाईँलाई स्वास्नी चाहिन्छ कि? यत्रो बडादमी भएर कस्तो चाल आयो? कसैले थाहा पाए के भन्ने होला? यस्तो पनि बानी?
धेरै आँखा चिम्लिसक्याँ, अब पनि आँखा चिम्लिरहनु त फसाद मोल्नु सम्झेर आज त भनिहाले कि होस् गर्नुहोस् है, टाउको फोरेर कमाइराखेको इज्जत पानी भएर नपोखियोस्। के? अलि आश्चर्य मानेर दबेको स्वरमा डाक्टर गोदत्त प्रसादले भने, मलाई थाहा छैन? तपाईँको एक एक कुरा मलाई थाहा छ। थाहा भए भन न त, भुलचुक गरेको छ भने अर्ती दिएर सुधार। मुसुक्क हाँसेर गोदत्त प्रसादले भने। नरिसाइकन मुसु मुसु हाँस्ने मानिस डरलाग्दा हुँदा रहेछन्। त्यस्ता मुसु मण्डलीले मानिसको ज्यान पनि लिन बेर छैन। अलि रिसाएको भावमा रञ्जना देवीले भनिन्, हाँस्ने बानी तिमीलाई मन पर्दैन भने के त? बौला कुकुर रिसाए चाहिँ रिसाएको तिमीलाई राम्रो लाग्छ त? तिमी यस्तै नराम्रो बानी सिकाउँछौ भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिनौ रञ्जना। हाँस्दै डाक्टर गोदत्त प्रसादले भने, चुप लाग्नुहोस्, धेरै चिप्लो कुरा नगर्नुहोस्। मुख मिठो भएर के गर्ने? करनीले अर्काको कलेजा कटकट काटिसकेको छ। यसरी मिठो कुरा गरेर ढिलो मार्नुभन्दा बस खुकुरीले एकचोटि छिनाली दिनु धेरै जाति देख्छु। अलि अफसोसको भावमा रञ्जना देवीले भनिन्, होइन, मैले तिमी उप के अपराध गरेको छु र एकाएक आज म माथि यत्रो प्रहार? केही गर्नुभएको छैन। फुल बिछ्याएर आनन्दसित सुत्न दिइराख्नु भएको छ। योभन्दा सुख अरू के होला? के दुःख दिएको छु त भन न? होस् नभइकन केही दुःख पुर्याएको रहेछु भने सम्हालुला। किन दुःख दिनुहुन्थ्यो? तपाईँले पनि मलाई दुःख दिनुहोला। दिनदिनै दुध र भात खुवाइराख्नु भएको छ। राम्रो मसिनो लत्ता कपडा लगाउन दिइराख्नु भएको छ। अनेक सुख सामग्री जुटाइराख्नु भएको छ। सारा भौतिक सुखले मलाई छोपिराख्नु भएको छ। तर तपाईँलाई थाहा छ, यी सब भौतिक सुखलाई तुच्छ सम्झेर तृण बराबर मानेर अर्कै एक विशेष सुख वा भोगलाई मात्रै स्वास्नी मान्छेहरू खास सुख सम्झन्छन् र मान्छन्। उनीहरू आफूमाथि प्रेम गर्नलाई एकलौटी गर्न चाहन्छन्। आफ्नो हृदयका व्यक्तिलाई कसैले हेरेको सम्म पनि देख्न चाहँदैनन्। तर अफसोस, लोग्ने मानिसहरूले यसमा कृतज्ञता प्रकट नगरिकन उल्टो यसलाई आफ्नो अधिकार सम्झने कुरा भुल गरिरहेका छन्। बडो गम्भीर भएर आवेशपूर्ण भावमा रञ्जना देवीले भनिन्। रञ्जना देवीले त्यति लामो कुरा छेड्दा पनि डाक्टर गोदत्त प्रसादले चुइक्क एक शब्द पनि बोलेनन्। सुनेको नसुने गरी खुरुखुरु भात खाइरहे। मानव भातका साथसाथै रञ्जना देवीले बोलेका कुराहरू पनि निलिरहेका छन्। डाक्टर गोदत्त प्रसादको थालमा भात पनि सकिने लागिसकेको थियो। आज यिनलाई कायल नगरी छाड्नुहुन्न भन्ने विचार गरी रञ्जना देवी फेरि बोल्न सुरिन्। उनलाई यो पनि प्रतीत भएर आयो कि गेडा नफुटेका मिठा तिता लवजले मात्रै उनीबाट कुरा उकेलाउन सकिन्न। प्रष्टै सिधा कुराको डोरीले उनको बदमासीलाई बाँध्न सके मात्र उनले भएको कुरा बक्लान्। यही विचार गरेर रञ्जना देवीले भात खान सिद्ध्याउनै लागिसकेको डाक्टर गोदत्त प्रसादमाथि ठाडै हमला गरिन्। बिरामी हेरी मानिसहरूको सेवा गर्नका निम्ति तपाईँ बिरामी कोठा खोलेर बसिरहनु भएको हो कि गालामा गुलाब फुलेका तरुणीहरू फसाउन चाल थापिरहनु भएको हो? रञ्जना देवीको तीर समान तीखो वाक्य सुनेर डाक्टर गोदत्त प्रसाद छटपटाउन थाले। भित्र पुरा बल सञ्चारित भएर पनि उनको आँखामा तोरीको फूल देख्न थाल्यो। सहसा अकमकिएर उनी बिना प्यासमा पनि पानी पिएर बोल्न लागे। के पनि कुनै प्रश्नको उत्तर हो? मैले सोधिसकेको छु कि तपाईँ बिरामी कोठामा किन बसिरहनु भएको? अलि झर्केको भावमा रञ्जना देवीले भनिन्। बिरामी हेर्न? सरल भावमा डाक्टर गोदत्त प्रसादले भने। खुब हेर्नुभयो बिरामी? रोषपूर्ण भावमा रञ्जना देवीले फेरि भनिन्। मलाई थाहा छैन? एक देखेकी छु मैले। तपाईँको साधु भेषमा कृष्णलीला। अघि आउने नानी थकु भन्ने किसान बालासित के गरिरहनु भएको? कि उसमा अटाइ नअटाइ बगिरहेको उसको वर्षाकालीन यौवन यमुनादेखि मस्त भएर आफू एउटा बिरामी हेर्न बसिरहेको डाक्टर हुँ भन्ने नै बिर्सनु भयो? रञ्जना देवीको झम्टाइ सुनेर डाक्टर गोदत्त प्रसादले मुसु मुसु हाँसेर उनको मुख एकचोटि हेरे तर केही बोलेनन्। आज खिस्सा खिस्सा हाँसिरहन तपाईँलाई लाज छैन? मानिसको शोभा र सभ्यताको रक्षा गर्ने कुरा लाज हो। लाजै मानिसमा छैन भने त्यस नाङ्गो मानिससित कसको के लाग्छ? बरु ज्यानमारादेखि डर छैन, साहुमारादेखि बच्न सकिन्छ, तर मुसु मुसु हाँसिकन बिताउने हंसमारादेखि बच्न गाह्रो छ। यस्तो पनि भरादमी मानिसको ताल हो? रञ्जना देवीले भनिन्। के? त्यसै टारेर पठाउने भावमा डाक्टर गोदत्त प्रसादले भने। के भनिरहनु भएको? लाज छैन? शरम छैन? 3-3 जना छोराछोरीको बाबु भइसकेर पनि उसमाथि डाक्टर जस्तो भएर
सितिमिति आजकल जवान मानिसले पनि नगर्ने गुन्ड्याइ काम गरिरहने, तिमी जस्तो पढे लेखेकी स्वास्नी मान्छेले पनि अझ चेवा चर्चा गर्ने निर्गिनी काम गर्न सुहाउँछ। चेवा चर्चा गर्ने बानी छौन्जेल जतिसुकै विद्याको उन्नति गरे पनि हामीले सुख शान्ति पाउन सक्दैनौँ रञ्जना। यस कुराको तिमीले खुब विचार गर। अलि गम्भीर मुद्रामा डाक्टर गोदत्त प्रसादले भने। वाह, उल्टो चोर कोतवालाको डाँटे, आफू बदमासी गर्ने उल्टो अर्काको दोष खोज्ने। छि, यसरी पनि मानिस निर्लज्ज हुनुहुन्छ। अलि घृणाको भावमा रञ्जना देवीले भनिन्। रञ्जना देवीको ओठे जवाफले डाक्टर गोदत्त प्रसाद अवाक भए। उनको मुख थुन्ने शक्ति डाक्टर गोदत्त प्रसादले आफूमा देखेनन्। अनि उनले आत्मसमर्पणको दाउ खेल्न सुरु गर्न थाले। ख्याल गर्दाको भावमा मुसु मुसु हाँस्दै डाक्टर गोदत्त प्रसादले भने, उनले ठट्टा गर्न कुतकुतिआएपछि कसरी मैले लाछी भएर मुर्दा बनिरहने नि। त्यसो भए कसैले मसँग ठट्टा गर्न कुतकुतिआएमा बहादुर भएर मैले पनि अगाडि बढ्ने त। त्यसरी म जिउँदो भएर निस्किएमा भन्नुहोस् त, तपाईँलाई मनपर्छ? बाघझम्टामा रञ्जना देवीले भनिन्। बोल्नुहोस्, तपाईँकी स्वास्नीलाई कसैले ठट्टा गर्न कुतकुतिआएकोमा चाख मानेर जिस्किन तपाईँलाई एकदम मन पर्दैन भने कुनै नवयुवती ठिटले ठट्टा गर्न कुतकुतिआएकोमा मेरो लोग्ने कुखुरी कहाँ गरेर दौडन पुगेको मलाई मन्जुर होला? चेहरा मुस्कुराउँदै रञ्जना देवीले भनिन्। मेरो कुरालाई त्यसै लल्याक लुरुक पारी हाँसीमा उडाएर जान पाइन्न। सफा जवाफ दिनुहोस्, तपाईँको के विचार छ? चुठेर भाग्न लागेका डाक्टर गोदत्त प्रसादलाई राम्ररी सुनाएर रञ्जना देवीले भनिन्। 20 डाक्टर गोदत्त प्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रञ्जना देवीले नानी थकुलाई बोलाउन पठाइन्। उनले सोचिन्, नहुनु पर्ने कुरा भइरहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइरहला, सुख अर्काको पोल्टामा पर्ला। त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो डढेलोमा सुकेको पात सल्केर गए चाहिँ जान सक्छ। यही सोच विचारको निष्कर्षमा आएर उनले अक्किल लगाई नानी थकुलाई बोलाउन पठाएकी हुन्। डाक्टर गोदत्त प्रसादको घरको कुकुर पनि नानी थकुलाई देवता सिद्ध भइरहेको थियो। त्यसैले आउनु भन्ने सन्देश पाउनसाथ फाल हालेर नानी थकु डाक्टर गोदत्त प्रसादको घर पुगिन्। तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जना देवीले नानी थकुलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगिन्। नानी थकुको मनमा अनेक तर्क वितर्क उठ्न थाल्यो, तर बाहिर खुब सँगालेर उनी रञ्जना देवीसितै हाँस्दै आफूलाई लगेको कोठामा गइन्। रञ्जना देवीले भनिन्, नानी थकु, तिमी त सिधा सादा किसानकी सिधी छोरी रहेछौ। तिमीलाई देखेर मलाई बडो माया लाग्यो। रञ्जना देवीको यो कुराले साँच्चीकै सिधी सोझी नानी थकु जिल्ल परिन्। के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन्। रञ्जना देवीले फेरि भनिन्, किसानको जीवन वास्तवमा दुखी भएर पनि सुखी हुन्छ। हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैँ तितोपनमा डुबिरहेको हुन्छ। ठिक त्यसको उल्टो तिमीहरूको किसानी जीवन चाहिँ हेर्दा दुखी देखिन्छ तापनि सधैँ सुख शान्तिको इन्द्रिणी दौडिरहेको हुन्छ। बिचरी किसान बालिका नानी थकुले बनारस विश्वविद्यालयमा आइए सेकेन्ड इयरमा पढेकी रञ्जना देवीको कवितामय कुरो के बुझ्न सक्थिन्। खाली पक्क परेर सुनिरहन्। रञ्जना देवीले सोधिन्, तिमी बिरामी भएर जचाउन आएकी मानिस अघि किन डाक्टर साहेबसँग ख्यालठट्टा गरिरहेकी? परपुरुषसित स्वास्नी मान्छे त्यसरी ख्यालठट्टा गर्नु ठिक छ? स्वास्नी मान्छेको इज्जत स्वास्नी मान्छेले नै ख्याल राख्नु पर्दैन? यसरी सस्तो र खैराती हुनुहुन्न नानी थकु। रञ्जना देवीले फेरि भनिन्, त्यस्ता 3वटा छोराछोरीका बाबु कपालमा जौतिल पारिसकेका बुढासित पनि तिमी जस्ती भरभराउँदी तरुणले प्रेम गर्ने? जात फ्याँक्नु गहतको झोलमा भनेको यही हो। रञ्जना देवीका एक शब्द नानी थकुले खुब ध्यान दिएर सुनिरहन्, तर एक शब्दको पनि उनको जवाफ थिएन। अनि रञ्जना देवीले अर्कै किसिमबाट भन्न थालिन्। आफ्नो भनाइमा उनले भयभरको शक्ति र बुद्धि खन्याउन लागिन्। उनले भनिन्, हामी स्वास्नी मान्छेको आफ्नो जीवन भोगका निम्ति अर्पण हुँदैन। हामी कुनै लोग्ने मानिसको भोगका निम्ति जन्मेका वा सिर्जेका जीव होइनौँ। हाम्रो उमेरमा यौवन छ, हाम्रो गालामा रगत छ, हाम्रो ओठमा पानी छ, हाम्रो शरीरमा सौन्दर्य छ, हाम्रो चेहरामा मुस्कान छ, हाम्रो बाणीमा माधुरी छ, हाम्रो हेराइमा लालित्य छ, हाम्रा प्रत्येक अङ्ग प्रत्यङ्गमा हिस्सी छ। के लोग्ने मान्छेलाई भोगाउनका लागि ती सबै गुण हामीले पाएका हौँ? कदापि होइन। ती सबै गुण हामीले हाम्रै निम्ति पाएका हौँ। रञ्जना देवीले बोलेका यी सब कुरा सुनेर नानी थकु निहुरिरहेकी थिइन्। रञ्जना देवीले फेरि भनिन्, किन नानी थकु, एक शब्द पनि तिमीले बोलिनौ? के मैले भनेको कुरा तिमीलाई ठिक लागेन? तिमीलाई मन परेन?
भन, मेरो भनाइ तिमीलाई कस्तो लाग्यो? ठिक लाग्यो कि बेठिक? नानी थकु केवल एकचोटि मुसुक्क हाँसिन्, तर एक शब्द पनि बोलिनन्। भन न, आफूलाई लागेको कुरा बोल्नुपर्छ, नत्र आफैलाई धोका हुन्छ। आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ, नत्र उसले आफ्नो अस्तित्व मात्र गरेको पाउँछ। अहिले मुसुक्क हाँसेर रञ्जना देवीले भनिन्। नानी थकुले केही पनि भनिनन्, खालि गम्भीर भावमा मुसुमुसु हाँसिरहन्। अनि अझ बढ्ता हित कामनाको भावमा गम्भीर भएर रञ्जना देवीले भनिन्, तिमी मेरो आफ्नो जातिकी मानिस हुनाले मेरो नातेदार हौ। हरेक स्वास्नी मान्छेले दुनियाँभरका प्राणी अथवा मानिस मात्रको हित गर्न नसके पनि कमसेकम स्वास्नी मान्छे मात्रको इज्जत र गौरवको मात्र ख्याल राख्न सके पनि दुनियाँको दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र होइन, बाटो बाटोमा सुख हाँसिरहेको हामी पाउनेछौँ। तसर्थ नानी थकु, नारी भएर तिमीले नारीको मूल्य पहिचान्न सक, नारीको महत्त्व बढाउन कोसिस गर। समाजको मर्यादा र गौरव नारीको मूल्यमा निर्भर छ। भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख मात्र प्राप्त हुन सक्छ, तर नारीको चरित्र पाउनाले मानिसको जीवनमा अलौकिक आनन्द आउँछ। त्यसैले सभ्यताको मापदण्ड भौतिक उन्नति वा विज्ञानमा मात्र हुँदैन, चरित्रको उन्नति नै उसको चरम सीमा हो। नारीको चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ। त्यस्ता ठाउँमा नै हौसला फुल्न आइरहन्छ, फुर्ती मुस्कुराइरहन्छ र अभिमान बाँचिरहन्छ। रञ्जना देवीले यति कुरा छाँटिसकेपछि बल्ल मुन्टो उठाएर नानी थकु बोलिन्, तपाईँको कुरा ज्यादै राम्रो छ, जति सुने पनि पेट नभर्ने, अझ सुनिरहँ जस्तो लाग्छ। तर मलाई पनि यो गजब लागिरहेको छ कि तपाईँले मलाई बोलाउन पठाएर किन यो सब कुरा गरिरहनु भएको हो। तिमी बिग्रन आँटेको देखेर। बडो मायालु भावमा गम्भीर भएर रञ्जना देवीले भनिन्, म किन बिग्रन्छु? मैले के बिग्रने काम गरेको छु? नानी थकुले विनम्र भावमा भनिन्। हाँस्दै नानी थकुको चिउँडो समातेर रञ्जना देवीले फेरि भनिन्, लाटी, मलाई थाहा छैन भन्ठाने कि? त्यसै काम नपाएर तिमीलाई बोलाइ मैले पनि लामो कुरा गरिरहेको हुँ र? नानी थकु फेरि पनि मौन हुन लागेकी देखेर रञ्जना देवी फेरि बोलिन्, डाक्टर साहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन नानी थकु। फस्यौ त तिमी नै फस्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख पाउन सक्ने तिम्रो भविष्य फस्छ। नानी थकु फेरि अघि जस्तै शालिक हुन थालिन्। अन्तमा रञ्जना देवीले बोलिन्, जाऊ, मैले तिम्रो धेरै समय लिइदिएँ। मैले भनेको कुरा कतिको ठिक बेठिक छ एकचोटि ठन्डा मगजले विचार गर्नु, भरे सुत्दा पनि खुब सुनेर हेर्नु, ठिक लागे गुनेर हेर्नु। ठिक लागे तिमीलाई नै सुख हुन्छ, बेठिक लागे तिम्रो दशा बिग्रेको म सम्झुला। तर नानी थकु, म फेरि एकचोटि भन्छु, खुब होस गर्नु है, नारीको मूल्य सम्झेर। लौ जाऊ, खुब गइदिएर सोच। नानी थकु रातो मुख लाएर सरासर गइन्।